ए मम्मी यार भ्लग गराउँछु गुड नाइट कस्तो गुड नाइट हो र यहाँ भोलिको लागि आजै भन्छु कि अब भोलि हामी जाने भएपछि हेलो एभ्रिवान नमस्ते यो चाहिँ हाम्रो भनौँ न हाम्रो यो पहिलो भ्लग हो हाम्रो फर्स्ट भ्लग युट्युबमा पोस्ट भएपछिको होइन त्यही भएर चाहिँ सबैजनालाई चाहिँ एकदम थ्याङ्क यू सो मच भ्लग हेरिदिएकोमा अब तपाईँले जानी नजानी हेरे पनि एकदम थ्याङ्क यू मनैदेखि थ्याङ्क यू सबैजनालाई अनि के भन्न चाहन्छु भन्दा एकदम राम्रो रेस्पोन्स आयो सबैले राम्रो भनिदिनु भयो अब नराम्रै भए पनि तर ठिकै छ मन राखिदिएकोमा भयो नि भनेकोमा एकदमै मनैदेखि शुक्रगुजार अनि त्यसैमाथि मम्मीले नि केही भन्न खोज्नुहुन्छ हाम्रो भ्लगप्रति माया देखाएकोमा तपाईँलाई अब भन्नु त मम्मी भन्नु न भन्नु न के भन्ने मेरो छोरालाई सपोर्ट गरेकोमा सबैलाई धन्यवाद यस्तो तपाईँहरू पनि मेरो छोराछोरी जस्तो भाइ बुहारी जस्तो हो भन्नु न त्यस्तो भन्नु ल ल एक्सन के भन्नु भर्खर सिकाएर के हो सरी सरी होइन कि छिटो भन्नु ल के भन्ने ल धेरै धेरै धन्यवाद सबैलाई हैन अरू अरू नि भन्नु के अरू के भन्ने भन्नु न हाम्रो भिडियो हेरेर छोराको भिडियो हेरेर हाम्रो भिडियो हेरेकोमा धेरै धेरै धन्यवाद छ सबैलाई माया गर्दै रहनु उम्, हैन अरू अरू फेरि फेरि पनि भिडियो आउँछ आउँछ आइरहेको छ अब हाम्रो यो धन्दै पेसै हाम्रो यही हो अब चाहिँ आउँदैछ हेर्दै जानु कस्तो लाग्छ राम्रो नराम्रो लाग्छ कमेन्ट गर्नु कमेन्ट गर्नु ठिक हो अब अनि मम्मी हामी भोलि चाहिँ अब ईद भए पनि हामी चाहिँ ईदको लागि हामीलाई एउटा मुस्लिम साथी चाहिन्थ्यो मम्मीको नि कोही मुस्लिम साथी छैन मेरो नि कोही साथी छैन बिरयानी सिरयानी पकाएर खुलाउन भन्नलाई चाहिँ हामीलाई चाहिँ आउँदैन ढङ्ग छैन हाम्रो तर तर सिके पारा आउन सक्छ तपाईँले पकायो भने ठिकै थियो नआउने केही छैन कोसिस गर्नुपर्छ हार खान हुन्न हार खान हुन्न चरेस खाऊ तर हार नखाऊ हो कि न मम्मी चरस खान हुन्न सो हामी चाहिँ भोलि आमा छोरा अनि हाम्रो पुरै कणेल परिवार त्रिवेणी जाँदैछौँ होइन बर्थडे पार्टीकोमा भान्जीको बर्थडे पार्टीमा भान्जीको पहिलो बर्थडे हो क्या होइन मम्मी भान्जी चाहिँ 1 वर्ष भएको खुसियालीमा चाहिँ भोलि हाम्रो बर्थडे पार्टी छ त्रिवेणीमा अब यस्तै हो नेपाल बसेपछि चाहिँ यस्ता यस्तै त कति आउँछ यो चिज चाहिँ विदेश हुनेले सधैँ मिस गर्ने चिज हो होइन समथिङ मनी कान्ट बाई भनेको चाहिँ यही हो क्या यो एक्सपिरियन्स यो लाइफ यहाँ ठाउँमा बसेर होइन आफ्नै ठाउँमा बसेर चाहिँ यो मम्मीहरूसँगको मम्मीहरूको गफसप मम्मी हाई काटिदिनु यार केही हुन्न नि त त्यस्तो आउन पायो नि त त्यसो ल ठिक छ त्यही भएर हामी चाहिँ भोलि ईदको दिन चाहिँ त्रिवेणी जाँदैछौँ सी यु गाइज टुमोरो मर्निङ त्यही भने तपाईँलाई 3000 दिन्छु मैले भ्लगमा अब युट्युबबाट पैसा आउँदा भने अझै त्यही गर्ने खालको ल मलाई राम्रो भन्छ दाइ ह्यान्डसम त हो नि के छैन र म मेरो लागि सबै दुइटै बराबर नि कोही राम्रो नराम्रो थोडी हुन्छ मैले पाएको तिनटै बराबर तिनटै छैन अनि यसले त अनिलको सिको अब जहाँ पनि मोबाइल तेर्साउला बिहान बिहान मम्मीले चाहिँ नक्कल पार्दै हुनुहुन्छ अब आज साँझ जानलाई नक्कल पारे चाहिँ मानिस नङ काट्ने पनि नक्कल पारे नक्कलले त नि आफ्नो ख्याल राख्नु भनेको नि त एउटा नक्कल हो नि मामु जानै होस् यस्तो मेरो उस गरिदिनु न बरु के नङ काटिदिनु मेरो बा नङ काटिदिनु मेरो त बुढो भएर पनि मैले नङ काट्दिन त लाज लाग्दैन बरु तैँले मेरो काट्दिनु पर्ने हो तपाईँ बुढी भएर मैले तपाईँको नङ काटिदिने बुढी भएकालाई त हो नि काट्ने भइसकेर त आफै काट्ने हो कि मेरो काटिदिनु त म झ्यापझुप गइहाल्छु क्या कस्तो मान्छे रहेछ गुड मर्निङ गाइज म चाहिँ भर्खर नुहाएर निस्केको होइन अब म बुढो भएर नङ काट्न पठाएँ भन् अहिले हिँड्ने के अङ्कित हात नकाट्नु है
केही हुन्न अलिअलि काटिए त तँलाई बल्ल काट्न पठाउनु छोड्छस् होला नि तर अझै टोके हाँसै त नि त टोक्दैन अहिले त टोक्दैनस् तल अब टोक्ने बेला दाउरो मुख हालिदिनु पर्यो मम्मीले चाहिँ यस्तो गराइदिनु भयो झन् ध्वस्त गराइदिनु भयो यार मम्मीले कले नङ कहाँ दोस्त र राम्रो ह 3 क्लासमा पढ्ने केटाकेटीको जस्तो गराइदिनु भयो यार कहाँ टाटे फुल गराउँछ नि त नङ काटे यस्तो गराइदिनु भयो मम्मीले रिग्रेट्स ओन्ली त्यही भएर कोही जाने बुझेकोलाई चाहिँ नङ काट्न दिनुपर्छ यो उमेरले एक्सपिरियन्स ल्याउँछ भनेको गलत हो के एक्सपिरियन्स गरिराख्ने मान्छेको मात्र हुन्छ त्यो सानैदेखि गर्ने या फरक मम्मीले नि झ्याप्प काट्नुहुन्न त्यही भएर यस्तो भयो ल गाइस यस्तो भयो अब चाहिँ सुमित आउँदैछन् अब म सुमितसित माथितिर जान काम छ अनि त्यसपछि हाम्रो कलेज भनेको हैन र कलेजै जाने क्या माथि कलेजै छ त अनि झुट झुट बोल्छ कि आबै झुट होइन क्या झुट बोल्नु पर्यो कस्तो झुट हो र माथितिर जानु सक्यो कलेजतिर अनि कलेज सर्ने मणिराम फेरि माथि किन जाने अनि होइन क्या स्टेसन जाने माथि जान्छु अनि पढेर आउँछु अनि बल्ल त्रिवेन्जा गइन्छ हामी ल पढेर आउने हो कि टिकटक बनाएर आउने हो थाहा छैन कहाँ हो राजा क्या बवाल देखिँदो रहेछ है क्यामेरामा चाहिँ क्यामेरामा के त्यो कलर कम्बिनेसन ओ माई गड कहाँ जाने हो भाइको त्रिवेणी जाने हो नि त दोस्त अप्रिलले त धेरै खान्छ नि त पेट्रोल 50 को माइलेज दिन्छ कि यसले 50 को कहाँ जाने हो र खायो रास्ता यी रिक्सा जस्तो आवाज आउँछ पैसा त फेरि सुमितसँग जति पनि छ है फेरि हरेक वर्ष आइफोन फेर्छन् यार यस्तो फुल्ले यार जो त जस तिम्रो पनि टिकटकमा आउलाई आइफोन युजर सेल ब्लास्ट भन्दै म चाहिँ भर्खरै क्लासबाट घर आएँ होइन सुमित यत्रो बेरसम्म कुरेर बस्यो हुन त सुमितको लागि पनि म सधैँ कुरेर बस्छु सुमित जस्तो मिटिङ सिटिङमा बस्दा अनि आज चाहिँ त्यसको पाली थियो कुर्ने अफिसलाई ढिलो भयो भन्दै थियो के अरे त्यही पनि बस्यो 1-1.5 घन्टा बस्यो अब चाहिँ यसो म रेस्ट गर्छु किनभने क्रिएटिभ माइन्ड भनेको नि एकदम उस हुन्छ क्या खर्च लिमिटेड खर्च गर्नुपर्छ जसले अरूले भन्छ नि जति खर्च गर्यो त्यति चल्छ दिमाग भनेको जति युज गर्यो त्यस्तो हुँदैन दिमाग पनि त थाक्ने चिज हो नि दिमाग थाक्दैन अनि दिमागलाई रेस्ट चाहियो त्यही भएर चाहिँ म लगभग दिनको दिउँसो 4 घन्टा राति 7-8 घन्टा सुत्छु अनि तब बल्ल म यति क्रिएटिभ हुन सकेको सबैले सोध्छन् कि अङ्कित त यस्तो क्रिएटिभ कसरी हुन सकिस् त यस्तो भन्छ अनि अब मैले तिनीहरूलाई कसरी आफ्नो भनौँ कि म त सुतेर क्रिएटिभिटी आउँछ भन्ने त तिनीहरूलाई थाहा नै छैन क्या कतिलाई जो सुत्छ नि जो धेरै सुत्छ जो हल्का अल्छी हुन्छ जसलाई हुन्छ नि अब त्यहाँ छ बत्तल छ त अहिले उठाम्ला भन्ने सोच हुन्छ नि हो त्यसलाई आउँछ क्या क्रिएटिभिटी त्यसलाई भन्छै क्रिएटिभिटी कि किनभने त्यसले त्यो काम त टार्दियो नि त त्यसले नगरिकन पनि त्यो काम गरिसक्यो क्या किनभने एकैछिनपछि आएर त कसैले उठाएर त यता ल्याएर राख्छ हो यो भनेको क्रिएटिभिटी हो यो जो पैसँग हुँदैन समयसित हुन पनि हुँदैन खासै भने त त्यही भएर अब भर्खर म एकदम एक्टिभ काम गरेँ अब 1 घन्टा पढेँ भनौँ न त्यही भएर चाहिँ अब मलाई मेरो दिमागलाई रेस्ट चाहियो रेस्ट चाहिएपछि अहिले उठेपछि बल्ल मलाई अरू चिजहरू आउँछ नहुने चिजहरू होइन त्यही भएर चाहिँ अब म रेस्ट गर्छु यसो मतलब 12 बजे छ 2 बजेसम्म सुतौँ न आज अब उता जाने भएपछि ल त्यसपछि भेटौँला है त उठेपछि हेलो हेर्नुहोस् हजुर यसरी सुते यो अङ्कित चोर ल हेर्नुहोस् नाटक धेरै पार्न जाने यसले यसरी सुतेछ गर्दै डिङ्ने केटा यो दिउँसो भन्दालाई यसरी कोही सुत्छ गालो हालेर यसरी सुत्छन्
ऐ अङ्कित खडा गुड नाइट सो यो लाएर जान्छु म भर्खरै उठेर टी सर्ट र यस्तो लाग्यो मम्मी चाहिँ पुरै एकदम ग्ल्यामरस ग्रेसफुल यस्तो यस्तो त यार आज मम्मीलाई केटाहरूसँग लुकाउनु पर्छ जस्तो छ क्या मम्मीलाई हेर्दा मैले ल मम्मी तपाईँको आउटफिट चेक दिनु न त यस्तो यस्तो गर्नु न कस्तो यस्तो खुट्टा यसो उठाउनु न यसो पनि गर्नु ए ल मोबाइल ल अब चाहिँ हामी हिँड्न लाग्यो तर जानुभन्दा अगाडि चाहिँ हामीले एउटा दुइटा टिकटक गराउँछौँ नि अबेला के भयो त नि ल एक दुइटा टिकटक बनाएर चाहिँ अब हामी जान्छौँ यस्तो लास्ट गर्ने यार यस्तो च्वाक भएर आउनु यार मम्मी त यार बाबा ए त्यहाँ गेटमा च्याप्पे क्या ए धन्नी ओए तुमी देखो न ये क्या हो गया छोरा आउँदा पनि ढोका लाएर राख्नुहुन्छ फेसियल गरेर हेर्न बाबा गडफादर जानुहुन्न छुलेडी काइल बालेमा स्कुटी पुज्दै हुनुहुन्छ बस पाउँछ फेसल मैले अहिले थोरै गरेको म त हर महिना गर्छु नि फेसल यहाँ त्यहाँ मान्छेवाला होइन क्या फेसल गर्ने आफ्नो मेन्टेनेन्स राख्ने अलिक भुँडी बढेर भुँडी त लाग्नु पर्यो नि भुँडीहरू यहाँ पुरा दिँदैन अरे बा त्यो लड्छ नै उसहरूमा नाइ कुस्ती नै मन्जो दारो फिल्महरू त उता त्यस्तैवाला लगाइन्छ नि त यिनले त त्यही फिल्ममा लाउने राम्रै त हुन्छ नि एरे काइली म्याम खै त बुढा कहाँ हो र जाने लौ ए खै र ल गेट त लाउनु ढोक गर्छु नि दिदी कहाँ हो र तपाईँ लौ ए बरै अरे खै त नमस्ते गरेको काइँले सर ढोक गरौँ न ल मैले भने पहिले सोध्नु पर्दैन तपाईँलाई पाएको मान्छेलाई किन अरे यस्तो हेर त एउटा नारीको उस हुन्छ नि दिदी चुन्नी खै चुन्नी 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 चाहिएन तपाईँलाई थाइ तेरिका लास्टमा मै मात्रै एक्लै भए एउटा बिहा त हानिदिइहाल्नुपर्छ जस्तो यस्तो यस्तोमा सधैँ छुट्याइदिन्छ नि यार मलाई यार गर्दै गराखान यार अहिले यो म अहिले किन जाँदैछु भने अहिले साँझ फर्किँदै फेरि चाहिँ गाडीमा मान्छे कम भयो भने त यहाँ हाल्नलाई कि गाडी बुक गर्न नपरोस् भनेर ल अहिले चाहिँ हामी रेस्टमा छौँ अब यस्तो पछि हामी हिँड्छौँ कि नै तपाईँ त पुरा मसित रेस खेल्नु नि रहेछ कि मैले यति अगाडि लगेको त अझै यस्तो यताबाट काटेर त को आयो भनेको कहाँ काइलोमा अब फेरि म यति अगाडि गएको त फेरि हेर्छु त फेरि काइलो आइसक्यो मैले कुदाउने साथ कुदाउने अरे कि यस्तो इगो हो कि यो मेल इगो पनि कस्तो जति बुढो भयो नि नजाने यार तपाईँले हो कि नै मैले काट्दाखेरि काट्नु हो कि नि पुग्नु पर्यो खुब म पछि पर्दा कुदाउनु न म झुकेर अगाडि गयो भने चाहिँ फेरि बटाउनु नै रहेछ कि बाटो बिरान्छ अनि दौडेको बाटोमा देखेको कहाँ के हो नि थाहा छैन बाटो चाहिँ मैले पनि देखेको छैन काइलेवाले पनि देख्नु भएन अरे उहाँ त झन् नेपालको केही पनि थाहा छैन उहाँलाई जबरजस्ती राम्रो भनौँ आन्टी राम्रो भन्नु पर्यो नि त आहा कति राम्रो होला राम्रो भन्नुहुन्छ त अनि त नआइज न त फ्रेममा नआइज बिगार्छ के यसले हो कि आन्टी अरे त दादा भाउजू बहिनी दिदी सबै
यो त बाहिरको पैसा त तैँले खाएस् के बाबु आफ्नो कमाइको हो। लाग्दैन मलाई त। हो त्यो खेल चाहिँ तपाईँको इन्ट्रोडक्सन दिनु न आफ्नो आफै म अङ्कितको को भन्नु न अब तपाईँले म अङ्कितको को भन्न भन्नु न आफै आन्टी अनि बर्थडे पार्टीमा आएको थिएँ भित्रै नछिरिकन होइन अङ्कल यिनीहरू आमा छोराले यार मलाई बर्थडेमा आएको मान्छेलाई कहाँ कहाँ डुलाउँदै नि यार यहाँ म मम्मीलाई भनेस् तैँले आफ्नो म आएँ भनेर भने होइन नि भन्ने चान्सै दिएन घाटमा एकचोटि ए आन्टीको बर्थडेको के खाने आन्टी ओके खै किला न बाबु गरीबी गरीबी हमने देखी है यस्तो बहुत गरिब यति त मैले बिहामा गर्छु होला यार डेकोरेसन यार बर्थडेमा आयो यार यस्तो कडा है आन्टी एकदम सही हाँ कंटेंट मतलब ओ इधर आओ कौन सा वाला गाना हाँ साहिबा कौन सा वाला है देखो साहिबा मुझे अच्छा लगता है कौन है कौन सा वाला है यही वाला। यही है यही है इस पे डांस करोगी तुम मैंने नहीं पहना हजुरभन्दा राम्रो फोटोग्राफर चाहिँ बत्ती छैन के फेरि म मणिग्रामदेखि आएर अब केक लिन जाँदैछु क्या यो त्रिवेणीमा के लाइफ हो क्या मेरो यो यार यस्तो बिजी यस्तो म बिना केही नहुने त के होला क्या यार अब हुँदा हुँदा यो बिहा गरेर दिएको दिदीको घर पनि मेरो काम लाग्ने भयो क्या म यस्तो किन छु कि खै दिदी ए उहाँ चाहिँ हाम्रो बर्थडे गर्लको मामु प्रिन्सेस मामु क्विन फेरि क्विन जस्तो पहिला त लास्ट राम्ररी हुनुहुन्थ्यो दिदी चाहिँ आजकल चाहिँ अलि ब्लोटिङ जस्तो भयो दिदीको दिदी तपाईँको शुभ नाम ल्यान्ड सिकान यार त भाइ नेक्स्ट डे नाइ केक काटेर सिकाउँ है हामी एक लट अनि बल्ल घर जान्छु कि म कहाँ बाटो सिकाएको यहाँ बाटो बाबु ए अलिकति राजा अस्ति मैले सिकेको मलाई गुरुजीले सिकाउनु भयो मान्न यार सिकान एक लट यार ढोका बन्द गर ढोका बन्द गर ढोका बन्द गर्दै सिकाउँछ कसम खा उयो यो अबे ब्याग बस आफै लाउँछु क्या छोडेर किन हो ढिलो भइसक्यो यो दुखियालाई कहाँ सुख हुन्छ र यस्तो घरबाट 200 किलोमिटर 200 किलोमिटर त छ होला है दिदी ढाँट्न त भएन नि 250 किलोमिटर टाढा आएपछि पनि अब यो ढोका पनि ल्याइदिन्छ त मैले लगा बाहिर गएर ढिलो त अब यसै भइसक्यो नि यहाँ मणिग्राम जानेलाई ढिलो भयो होइन तिम्रो यहीँ बस्नेलाई ढिलो भयो अब ए मेरो बारेमा सोचेको हो थ्याङ्क यू दिदी सरी दिदी अब चाहिँ हामीले यो केक चाहिँ यहाँ पर्यो 3000 रुपियाँ कति पर्यो दिदी यहाँ फेरि यस्तै हो क्या कनेक्सन यो फ्रीमा हुन नि सक्छ यो केक लास्टमा गएर क्या छोरीकै त हो दाइ भन्न नि सक्नुहुन्छ क्या दाइले त्यही यो केकको रेट छैन क्या त्यही भएर नेपाल बस्नुपर्छ गाइस गाडी छ सब बिहार नम्बर हो बे तेरो के हो त मेरो त युपीको हो नि बिहारको होइन साले युपी बिहार भन्दा नि 72 हो कि राम्रो राम्रो हो नि हेर राम्रो समाते अब यो खाल्टोमा कसरी राम्ररी समात्ने हो यार तल त खोज्दै उठा ल अबे मान्छे हल्ले हो क्या यो हल्लिन्न कस्तो कुरा गरेको बे यिनीहरू त यार औडा रहेछ बे साइन्स पढेको होइन र मान्छे नै पुरै हल्लिएको म इन्जिनियर म होइन के दिदी कहाँ हुँदैछ र दिदी अब त म भ्लगर हो क्या दिदी बाई प्यासन बाई ल बाई चोइस म आइटी त फोर्सले पढेको समाजको फोर्स समाजले के भन्छ भनेर तर यो केक भर्खर एक लट हल्लियो है फ्याट्ट कसम हल्लियो यसले कुदा खाक्यो साले बाटो हेर्न पहिला अगाडि हेर त बाटो यो केक लग्ने त रोडिजमा मिसनै राखे हुन्छ एउटा टाक्स यार यो त लास्ट गाह्रो रहेछ यार राइट
दाइ अरे केक लिँदै गयो दाइ यस अरे भाउजूको लेके अरे भावना भाउजूको ए ल ल यहाँ त फर्स्ट ल्याङ्ग्वेज हिन्दी नै होला है होइन उहाँहरू पनि उतैको हो नि त ए त्यही भएर परी यसले त मेरो त बेइज्जती पार्नु पर्दैन घर देखाइस् घर देखाएको छु त्यस्तो मेरो डेकोरेसन त्यो डेकोरेसन कसम यार मेरो बर्तनमा पनि थिएन कि यो कहाँ पुगिसकेको छ क्या सोसाइटी है दिदी आजकल त भव्य हुँदो रहेछ यार बर्थडे यार हो त फर्स्ट हो नि त त्यही भएर सेकेन्ड पनि फर्स्ट चोटि नै हुने होला हेरि त्यसपछि पनि त सेकेन्ड पनि त फर्स्ट चोटि हुने वाला हो क्या ओ त्यो चाहिँ घर हो हाम्रो दिदीको 5 स्टार छ यार आज त यार ग्रान्ड छ यार पहिला यार एउटा कोठामा हुन्थ्यो यार ह्याप्पी बर्थडे यार अहिले त एउटा घरै लाग्दो रहेछ कि यार ह्याप्पी बर्थडे भन्नु नि यार नमस्ते 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 कडा यार यो त यार डेकोरेसन चाहिँ यो यु गराउने कसरी हो ए त्यो एउटा उस पाइन्छ के छ त्यहाँभित्र डन्डी जस्तो है ए हो र डोरीमा बाँधेको डोरी कसरी यु सेप बनेर दिदी भन्नु न केही त भएन रहेछ नि अनि कस्तो लाग्यो दिदी कैसा है अच्छा है अच्छा है रुक जा यस्तो यहाँबाट बोलाउने हो दिदी तपाईँले बोलाउनु नि त अलिक राम्रोसित उहाँदेखि हेर्नु रहेछ कि मम्मीले उहाँदेखि बिचको ग्यापबाट हेरिरहनु भएको छ 4 3 2 1 के हो अब Happy birthday dear जमानाका दोस्त अलि के नाच्नु न दुईजना नाच्यो भने त फेरि त आत्तिन्छ आइज न सेल्फी लिउँ हामी चारजना भएर आइज त होइन आन्टी यसमा अघि भिडियो कहाँ गरेस् तैँले फेरि त्यो त मैले आफ्नो लागि सालेले आफ्नो आन्टी अलि उता जाऊँ न यहाँ यो लाइट प्यालो लाइट पर्छ कि बल्ल मुखमा मेरो ए ऊ ए टी सर्ट देखियो क्या ल आन्टी ल चिज भन्नु न सब्सक्राइब लाइक सब्सक्राइब भन्नु त आन्टी लाइक एन्ड सब्स्क्राइब प्लिज भिडियो खिचेछ सालेले आन्टी ल म जाँदैछु ल हुन्छ राम्रोसित म जाँदैछु आन्टी देऊ बाबु देऊ मलाई देऊ हो र आन्टी देऊ जाँदैछु देऊ न बेटा जाँदैछु आन्टी जाँदैछु आन्टी बातमा सुकोको पार्टी होइन आन्टी त्यसो भए त जाँदैछु बादमा छु भने बातमा सुकोको पार्टी चल 9 बन्दा ला बल्ल भ्याइयो यो बर्थडे जेस खाइयो मजाले खाइयो रमाइलो भयो अब चाहिँ हामी जान्छौँ घर होम स्विट होम तर बाहिर जस्तै रमाइलो पनि घर घरै हुन्छ कि त घर घर आनन्दले रिल्याक्स गरेर सुत्न मजै आउँछ सो अब 2.5 घन्टापछि घर पुगिन्छ ल बाई बाई हामी चाहिँ भर्खरै ठुलोमम्मीको घर आयौँ कति 11 बजे यस्तो भव्य बर्थडे भयो ल दिनुहोस् हस्तान्तरण हो कि के गर्नु न ठुलोमम्मी ल
गिफ्ट दिँदैछु जेठानी होइन यो ल हो कति सौको हो 350 को 50%मा ल 50%मा ल ल बाई बाई ल भाइ ल रामसित जाऊ है ल ल बाई 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 वाक राम्रो गर्नु है एकदम फ्यान्सीवाला मोटा आएछ कि हन हल्का हल्का ठिकै छ फाइनली बल्ल कति 12 बज्न लाग्यो क्या लगभग 4 बजे हिँडेको 12 बजे आइयो यार घर 12 बज्यो 12 बज्न बज्यो नि 10 मिनट छ यो हाम्रो लाइफको पहिलो डेस्टिनेसन अब डेस्टिनेसन वेडिङ जान त उस्तै भयो डेस्टिनेसन बर्थडे पार्टी चाहिँ हामीले म र मम्मीले एकदम कम्प्लिट गऱ्यौँ ल त मम्मी बाई बाई भन्नु नि त बाई बाई आज रामसित भन्नु न अलि बाई बाई रामसित आज कस्तो लाग्यो तपाईँलाई पार्टी ठिक लाग्यो नि ठिक छ एक्सपिरियन्स हो मजा आयो ल बाई बाई सी यू गुड नाइट गुड नाइट